नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति कृष्णाय वासुदेवाय हरे परमात्मने गणतक्लेशनाशाय गोविंदाय नमो नमः। ओम हरे नमः। जय श्री राधे। यस अष्टम अध्याय में श्रीमद् भगवत गीता को यस अष्टम अध्याय में अक्षर ब्रह्म योग ले युक्त रहेको छ। हामीले यो संसारमा जे जति पनि देख्दछौँ सबै उनै ब्रह्मको अंश हो। हजुर हामी पनि उहाँकै अंश हौँ। ममै वंशो जीवलोके जीवभूतः सनातनः भन्नुहुन्छ भगवानले कि जति पनि भूत प्राणीहरू छन् ती सबै मेरा अंश हुन् भनेर भन्नुभएको छ। र हामी जे बोल्दछौँ आफ्नो वाणीद्वारा त्यो शब्द ब्रह्म हो। त्यही भएर नचाहिने कुरा हामी बोल्नु हुँदैन। भगवान को नाम, भगवान को शिक्षा को व्याख्या, भगवान को नाम ग्रहण, भगवान को नाम को मंत्र जाप, भगवान को नाम को संकीर्तन अनि कसरी गर्ने। मन त हाम्रो चञ्चल छ, जपिराख्न मन लाग्दैन, कीर्तन गरिराख्न सकिँदैन, अरू कार्य पनि हामीले गर्नुपर्ने हुन्छ। यो मन अति चञ्चल भएको हुँदा सबभन्दा पहिला यो मनलाई हामीले तह लगाउनु पर्छ। कसरी लाग्छ त भन्दाखेरिमा यो शरीरलाई, शरीर कहाँ छ त, हाम्रो मन कहाँ छ त भन्दा हाम्रो शरीर भित्रै छ। यो शरीरलाई लगेर भगवानको सेवामा हामीले लगायौँ भने, इन्द्रियलाई भगवानको सेवामा लगायौँ भने मन स्वतः भगवानको भक्तिमा, भजनमा, नाम जपमा, सेवामा स्वतः लाग्दछ। र हामीले बोलेको वाणीहरू पनि सत्य हुन्छ। किन भन्दाखेरिमा अहरनिश दिन होस् रात होस् हामी होसमा हुँदा, निद्रा अवस्थामा नहुँदा भगवानको नाम जपिराख्ने, कसैसँग वार्तालाप गरे पनि मनै भगवानको नाम स्मरण गरिराख्ने हो भने हामीले शब्द ब्रह्मको के गर्छौँ, चिन्तन गर्छौँ। मानसिक रूपले भगवानलाई हामीले हीरा मोती, बहुमूल्य मणिरत्नहरू, राम्रा राम्रा मिठाईहरू, महँगा महँगा फलहरू, महँगा महँगा वस्त्रहरू किनेर ल्याएर दिन नसके पनि मानसिक रूपले ल भगवान नारायण घाट बजारमा भएका सबै मिठा मिठा फल मैले हरका श्रीचरणमा अर्पण गरेँ, जो मिठो लाग्छ त्यो त ग्रहण गरिबक्स्यो भन्न सकिन्छ सकिन्न? मानसिक रूपले त टकार्न सकिन्छ नि। किनेर ल्याएर सुनको माला पहिराउन सक्दैनौँ। मानसिक रूपले त शिरदेखि पाउसम्म हजुरलाई सुनकै वस्त्र अर्पण गरेँ, सुनकै माला अर्पण गरेँ भन्न त सकिन्छ नि। कति सजिलो छ भगवानको पूजा ल्याउनु। मानसिक पूजाको फल पनि उत्तम हुन्छ। र भगवानको जप हामीले गरिराख्यौँ भने मानसिक पूजा गर्ने क्षमता पनि हामीमा स्वतः वृद्धि हुँदै जान्छ। र यहाँ अर्को कुरा बताइएको छ कि उत्तरायण र दक्षिणायण वर्षमा दुईटा अयन हुन्छन्। उत्तरायण भनेको देवताहरूको दिन, दक्षिणायन भनेको देवताहरूको रात। श्रीमद् भगवत गीतामा बताइएको छ कि जुनसुकै पनि प्राणीहरूको दक्षिणायनमा मृत्यु हुन्छ भने ऊ पितृलोक जान्छ, त्यहाँबाट बल्ल स्वर्ग जान पाउँछ। स्वर्ग गएर पनि उसले गरेको पुण्यको फल भोगेपछि पुनः यही धरातलमा आउनुपर्छ भनेर भन्नुभएको छ। तर उत्तरायणमा हाम्रो शरीर त्याग हुन्छ र दिव्य विमानमा बसेर ब्रह्मलोकको पद प्राप्त गर्न सकियो भने फेरि फर्केर यस धरातलमा यो दुःखरूपी संसारमा आउनु पर्दैन भनेर बताउनु भएको छ।
शुक्ल कृष्णो गति हेते जगतः शाश्वते मते एकया यातनावृत्ति मन्यया वर्तते पुनः। शुक्ल कृष्ण यो मार्ग हुन् जगतका प्राचीनकै मतमा शुक्लै मोक्ष दिने र जन्म दिनको हो कृष्ण पक्ष यहाँ भन्नुभएको छ। जगतका यी शुक्ल र कृष्ण मार्ग सनातन मानिएका छन्। एउटा बाट फर्कनु नपर्ने छ भने दोस्रोबाट फेरि यही संसारमा फर्किनुपर्छ। अतः हामीले शब्द ब्रह्म रूपी जो भगवानको नाम छ त्यो नाम हामीले यति जप्ने कि यहाँबाट गएपछि हामीलाई पितृलोक पनि चाहिएन, स्वर्गलोक पनि चाहिएन, सिधै हामीलाई ब्रह्मलोकको प्राप्ति होस् र ब्रह्मसँग साक्षात् शब्द ब्रह्म र ब्रह्मको साक्षात्कार हामीले वहाँ प्राप्त गर्न सकियोस्। फेरि फर्केर यो संसार रूपी मोहको जालमा फर्किन नपरोस् भन्दै यो शब्द ब्रह्म योग यही मैले भगवान राधाकृष्णका चरण कमलमा विश्राम दिएँ। राधे राधे। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति।